आयो हजुर आयो नयाँ अङ्ग्रेजी वर्षको शानदार इनाम तपाईको चाहिँ अफर आयो है यहाँ हाम्रो दाजुले चाहिँ के अफर आयो विस्तृत रूपमा डिटेल्समा चाहिँ हामीलाई भन्नुहुन्छ ल भन्नुहोस् त के हो जस्तै तपाईले एउटा यो कुर्ता किने हैन यो कुर्ता किने चाहिँ त्यसको भित्र तपाईको एउटा कुपन आउँछ है अब यो कुपन खोली चाहिँ तपाईको हैन यहाँको तपाईको हैन सामान पर्ने तपाईको ग्यारेन्टी हुन्छ है यसमा केही नपर्दाखेरि हजुरको पैसा फिर्ता हुन्छ तीनटा लुगा तपाईले फ्रीमा पाउने हो परेपछि तपाईको जे पर्छ त्यो पनि पाउनु भयो कुर्ता नि पाउनु भयो हजुरले तर हाम्रो हैन 45 रुपैयाँ रेट छ जसो भने मैले स्पष्ट भनिदिएको ल 4500 रुपैयाँ चाहिँ हामीले तपाईलाई एकछिन दिखाउनु पर्यो सो गर्नु पर्यो गिफ्ट चाहिँ पाए भने तिर्नु पर्यो हजुर पैसा तिर्नु पर्यो कि सो गर्नु पर्यो सो गर्नु पर्यो परेपछि फेरि तपाईको पैसा जान्छ के मान्नु कि तपाईको एकछिनको लागि केही सामान पर्यो भने तपाईलाई पैसा दिनु पर्यो हजुर कुर्ता नि आयो तपाईको परेन भने पैसा फिर्ता तीनटा लुगा फ्री पाउने हजुरले के छ त विचार गर्ने हो त गरौँ त भगवान के हाम्रो के इलिगल काम छ कि म त्यस्तो अनि के ढाटेर काम गर्ने हो त स्क्रैच गर्ने चाहिँ यस्तो हुँदो रहेछ ल हामी ट्राई गर्छौँ है त ल उहाँले पनि अनि ठिक छ कुकर पर्यो तपाईले कुकर पाउनु भएन अनि यसमा तपाईको एकछिन क्रममा त यसको कुपनमा खाली आइदियो हैन हजुरको पैसा फिर्ता भयो तीनटा लुगा तपाईले फ्रीमा पाउनु हैन तर हामीसँग हैन कुकर छ मिक्सचर मसिन छ हैन ग्यास चुल्हा छ हैन तीनटा सामान छ हैन नगद पैसा पनि जुनसँग पनि हुन्छ हैन यो खासै तपाईको एउटा कुपन मात्रै हुन्थ्यो हैन तर यो दुईटा कुपन तपाईको बोनसमा छ है यो दुईटा बोनसमा छ अनि यहाँबाट तपाईको जे पर्छ त्यो तपाईले पाउनु भयो कुकर छ मिक्सचर छ ग्यास चुल्हा छ नगद पैसा छ हैन नगद पैसा पनि छ नगद पैसा भन्ने तपाईको 50 देखि 6000 सम्म छ नि यहाँ बिहानी पख न्यानो घाम तापिरहेको बेलामा ल लगाई चाहिँ झोला बोकेर हाम्रो घरतर्फ लौ आयो हजुर आयो नयाँ अङ्ग्रेजी बनाउनु चाहिँ भाग्य चिठा अफर आयो भन्दै आउनुभयो तीनवटा कुपन मैले पनि रमाइलोको लागि भिडियो बनाउन सुरु गरेँ भिडियो बनाउँदै गर्दाखेरि तीनवटै कुपन चाहिँ हामी स्क्रैच गर्नु विस्तृत रूपमा चाहिँ जानकारी गराउनु पर्यो एउटा कुर्ता चाहिँ 4500 पर्दो रहेछ त्यो 4500 कुर्ताभित्र चाहिँ एउटा मात्र कुपन हुन्छ अरे तर हामीले चाहिँ तीनटा कुपन पाएको हुनाले अब उहाँको टाइम पनि हामीले लियौँ त्यही भएर चाहिँ मैले सोचेँ अब यो कुपन चाहिँ स्क्रैच गर्नु पर्यो भनेर र त्यो फर्मेटमा देखाइएको सामान र उहाँले भनेको बमोजिम कुपनमा चाहिँ सामान परेको खण्डमा सामान पाइयो कुर्ता पनि पाइयो केही नपरेको खण्डमा चाहिँ पैसा पनि फिर्ता साथसाथै कुर्ता पनि हामीलाई नै दिने भन्ने कुरो गर्नु पर्यो कुर्ता छान्दाखेरि तीनटा कुपन पर्यो तीनटा कुपन हामीले स्क्रैच गर्दाखेरि चाहिँ दुईटा कुपनमा 50-50 को नगद र एउटा कुपनमा चाहिँ ग्यास चुलो तर सबै सामान समग्रमा हेर्दाखेरि चाहिँ खासै फलदायी चाहिँ देखिएन हैन र यो 4500 को चिठा लिने नलिने तपाईहरुको इच्छा